साथीहरू, के छ खबर? सन्चै आरामै हुनुहुन्छ होला। म पनि ठिक छु भन्न चाहे। हजुरहरूलाई त असार साउन लागेको होला, रमाइलो होला गाउँघरतिर हैन। धान खेतीहरू एकदम रमाइलो सिजन चलिरहेको छ। व्यापार बिजनेसमा आफ्नै पेसा व्यवसायमा सबैजना बिजी नै हुनुहुन्छ होला हैन। म चाहिँ अब अर्काको गुलामी गर्ने मान्छे हो हेर्नु। त्यो भएर अब अर्काको जागिर गर्नेसँग चाहिँ खासै धेरै टाइम पनि नहुँदो रहेछ हैन। अब थोरै टाइम भए पनि म चाहिँ यहाँ थोरै टाइम निकालेर किन आएको भने म चाहिँ मेरो बुढाको कुरा काट्नलाई आएको क्या। अब पछाडि अरूको पछाडि कुरा काटौँ भने त हेर आफ्नै बुढाको बारेमा नि यस्तो कुरा गरे कि भनेर नेगेटिभ सोचिदिन्छन् होला हैन। अब सबैको अगाडि कुरा काटो भनेदेखि त हैन, यो त गफ गरेको हो भनेर बुझिन्छ नि त। अनि म चाहिँ के प्रसङ्गमा आएको भनेदेखि अब उहाँले चाहिँ अब कुनै पोडकास्ट हेरेर हो वा कसैको कपिराइट गरेर हो वा कसैले भनेको सुनेर भनेको हो हैन। त्यो चाहिँ अब कि त उहाँलाई नै थाहा होला कि त उहाँको मनभित्रको भगवानलाई थाहा होला। त्यो चाहिँ मलाई अहिलेसम्म केही पनि भन्नुभएको छैन। तर उहाँको र मेरो चाहिँ के प्रसङ्गमा डिस्कस गरेको थियो भने नबोल्ने मान्छेको मनभित्र चाहिँ धेरै कालो पाप लुकेको हुन्छ, बोल्ने मान्छेको मन चाहिँ एकदम धेरै सफा हुन्छ। यो कुरा चाहिँ 100% सही हो भनेर भन्नुभएको थियो क्या मसँग गफ गर्ने प्रसङ्गमा। अनि त्यस पछाडि अनि मैले चाहिँ के सोचेँ भने म चाहिँ कम बोल्छु नि त, म चाहिँ कम बोल्छु। उहाँ चाहिँ अब एकछिन मुख बन्द गरिदियो भने पनि त्यो नाकबाट बोल्न पाए नि हुन्थ्यो जस्तो भन्नुहुन्छ क्या। म चाहिँ एकदम धेरै कम बोल्ने मान्छे। अनि त्यस पछाडि मैले चाहिँ के अरे म चाहिँ ठिक्क चाहिने कुरामा मात्रै बोल्छु। अनावश्यक मलाई बोल्न पनि आउँदैन खासमा भन्नुपर्दा। कसरी बोल्ने अनावश्यक कुरामा मेरो त्यो बोल्ने शैली पनि छैन हैन। मैले त्यो संस्कार पनि पाइनँ। अनि के भने म चाहिँ के भन्छु भने यो कुरालाई चाहिँ उहाँले 100% माने पनि म चाहिँ त्यसलाई 25% भन्दा बढी मान्दिनँ क्या। किनभने सबै बोल्ने मान्छेहरूको मन सफा हुन्छ भन्दिनँ। किन थाहा छ? चोरले पनि यो सामान चाहिँ चोरेर पनि हैन, चोरले सामान चोरेर पनि मैले चोरेको होइन भन्छ नि त। त्यो पनि बोल्छ तर त्यसको मनमा त पाप लुकेको हुन्छ नि त। त्यो पाप त उसले लुकाइरहेछ नि त आफूभित्र आफैलाई। अनि त्यस पछाडि अर्को कुरा के भनेदेखि अब देशकै प्रसङ्गमा हेर्ने हो भने पनि केपी बाले पनि त 35 वर्षसम्म अब बोलेरै देश चलाएका हुन् हैन। अब घर घरमा ग्यासको पाइप बोलेरै जोडेका हुन् बाबैले। अनि त्यस पछाडि अहिले बालेन साले नबोले पनि देश चलिरहेछ। अनि अर्को कुरा मैले अनुभव गरेको के भनेदेखि के अरे जति पनि मान्छेहरू विद्वान भएका छन् नि, विज्ञ भएका छन् नि, ती मान्छेहरू एकदम धेरै कम बोल्छन् क्या। अहिलेसम्मको उदाहरणमा इतिहासमा हेर्ने हो भने जति पनि मान्छे कम बोल्छ त्यो मान्छे चाहिँ एकदम धेरै विद्वान छ हैन। मुख मात्रै पड्केर केही पनि हुने होइन क्या। मान्छेको व्यवहार सफा हुनु पर्यो, मन सफा हुनु पर्यो, मान्छेको कर्म सफा हुनु पर्यो। मेन कुरा मान्छेको कर्म सफा भयो भने बोले पनि नबोले पनि केही फरक पर्दैन। हाम्रो चाहिँ खालि अब हुन्छ नि कुनै बेला यही कुरामा झगडा पर्छ क्या। त्यो कुरामा झगडा पर्यो भनेदेखि ऊ चाहिँ धेरै बोल्ने, म चाहिँ कम बोल्ने। अब हैन, अब सामाजिक शास्त्र अनुसार चाहिँ के भनिन्छ भनेदेखि अब उहिलेको परम्परागत नियम अनुसार चाहिँ अब दुईजनामा एकजना आगो भयो भनेदेखि अर्को चाहिँ पानी हुनुपर्छ भनेर भनिन्छ। तर हाम्रो चाहिँ त्यस्तो हुँदैन है साथीहरू। हाम्रो चाहिँ म आगो भयो भने ऊ पेट्रोल बनिदिने हो हैन। आगोमा जति पेट्रोल खनायो त्यति तन्किन्छ। लास्टमा अब आफै अब त्यो हुन्छ नि पेट्रोलै खनाए पनि अब निप्ने टाइपको आगो आफै बनिदिनुपर्छ क्या। फकाउनेवाला त यहाँ यस्तो उस्तो भनेर फकाउनेवाला सम्झाउनेवाला कोही पनि छैनन् त्यो कुरा। अनि त्यस पछाडि म चाहिँ के भन्छु भनेदेखि यो प्रसङ्गमा चाहिँ मान्छे कर्मको सफा हुनुपर्छ, व्यवहारमा सफा हुनुपर्छ हैन। कम बोलेर केही फरक पर्दैन। जति चाहिन्छ त्यति मात्रै बोल्ने हो, ठिक्क बोल्ने हो। आवश्यकताभन्दा बढी बोल्न पनि छैन हैन। एउटा शब्द बोल, पोइन्टमा बोल। धेरै लामो भाषणै छाटेर पनि यहाँ हुनेवाला केही पनि छैन। भगवानले हाम्रो लागि बोल्नको लागि मुख किन बनाइदिनु भएको छ थाहा छ? जे बोल्छौ सकारात्मक बोल, राम्रो कर्म गरेर देखाऊ हैन। जति बोल्छौ राम्रो कुराहरू बोल भनेर बनाइदिएको हो नि त। कम बोल, राइट बोल, ठिक्क बोल भनेर बनाइदियो नि त भगवानले हाम्रो लागि त हैन। अब सत्य कुराहरू त मान्छेको व्यवहारबाट झल्किन्छ, मान्छेको कर्मबाट झल्किन्छ, मान्छेको मनबाट झल्किन्छ नि त। सत्य कुरा के हो भनेर त धेरै मुख पड्काइराख्नु पर्दैन त। त्यो हो क्या कुरा। अनि म चाहिँ हाम्रो सरजीलाई के भन्न आएको भनेदेखि सुनिराख्नु भएको छ नि मेरो कुरा? सुनिरहेको छु। मान्छे
नबोलेर चाहिँ मनभित्रको कालो हुँदैन, यति कुरा तपाईँले पनि सम्झिराख्नु होइन। अनि त्यस पछाडि बोलेर चाहिँ मनभित्रको सफा हुँदैन, किनभनेदेखि अब सबै प्रसङ्ग छर्लङ्ग बुझिसक्नुभयो होला, यहाँभन्दा बढी त मैले भन्न पर्दैन होइन। अब साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ, मेरो भनाइ कस्तो लाग्यो, अब के अरे एकैचोटिमा सबै कुराहरू सकाइदिए भन्नु होला, मलाई बोल्न दिन भन्नु होला होइन। अब झगडा गरे पनि आउनु न त, अब सँगै झगडा गरौँ भन्नु, मेरो प्रसङ्ग चाहिँ कस्तो लाग्यो त? एकदम ठिक छ, राम्रो छ। अब मलाई यस्तो भन्ने कि नभन्ने, नबोल्ने मान्छेको मनमा कालो पाप हुन्छ यताउता भन्ने कि नभन्ने? नभन्ने हजुर, नभन्ने। अनि चाहिएको बेलामा त बोलेको छु नि, बोलेको छ, बोल्नु पर्ने ठाउँमा बोलेको छु नि, छ सकिएको त अब त्यति भएपछि होइन।